ब्ल्याङ्क डाटाबेसमा जाने र कसले बनाउँदैछ त्यसको नाम राख्ने आजजी राज गुरागले बनाउँदैछ भनेर राख्यो। खासमा के को लागि हो यो चाहिँ? यो आफै सेभ हुन्छ, यो हिसाब किताबको लागि छ। अब यहाँ हेर्नुहोस् टाइटल अलरेडी राज गुरागले भनेर आउँछ। एक्सिस यस्तो प्रोग्राम हो गर्दै जाँदा अटोमेटिक सेभ हुँदै जान्छ है, त्यसलाई सेभ गरिराख्नु आवश्यक पर्दैन। यहाँ अघि राज गुरागे हान्नुहोस् त्यो सेभ भइसक्यो। एक्सेल र यसमा के फरक? अब एकछिन डेफिनेसनतिर नजाउँ, अब हामी भ्यूमा जाउँ। केमा जाउँ भने भ्यूमा जाउँ। यहाँ हेर्नुहोस् है, तपाईँ यहाँ गइसकेपछि खोलिसकेपछि भ्यूमा जानुपर्छ। डिजाइन भ्यू गर्नुहोस्। के गर्ने अरे डिजाइन भ्यू टेबल 1 आउँछ, ओके गर्नुहोस्। अब यहाँबाट म बुझाउँछु ल, बुझाउने ठाउँ चाहिँ यहाँ हो। अब सोध्नुहोस् सर एक्सेल र यसमा के फरक छ भन्दा एक्सेलमा प्रत्येकलाई छुट्टा छुट्टै फर्मुला हाल्नुपर्छ, यसमा एउटा फर्मुला हालेर चाहिँ काम गर्छ। एक्सेलमा फरक भिन्न खालका र भिन्न भिन्नै फर्मुला युज गर्न सक्छौँ, तर यसमा एकै खालको हिसाब मात्रै युज हुन्छ। र हुन्छ नि 5% डिस्काउन्ट दिने वस्तु छ भने सबै 5% डिस्काउन्ट दिने वस्तु मात्रै राख्न पाइयो, 6% डिस्काउन्ट दिने त्यो बिचमा मिसाउन पाइएन। तर एक्सेलमा एउटालाई 5% अर्कोलाई 4% दिन सकिन्छ। एउटा फर्मुलाले सबैलाई काम गर्ने चाहिँ एक्सिस हो है, यसमा तानिराख्नु पनि पर्दैन। र यहाँभित्र के हुन्छ भन्दा यो डाटाबेस भन्छ, यसलाई के भन्छ अरे डाटाबेस होइन। डाटाबेस अब हामीले यो एक्सिस डाटाबेस सिक्दैछौँ। एक्सिस प्रोग्रामिङ पनि हुन्छ, त्यो चाहिँ कोडिङ हाल्ने हो, त्यो हामी गर्दैनौँ। हामीले सिक्ने डाटाबेस हो एक्सिस डाटाबेस। एक्सिस डाटाबेस भनेको एक्सेलभन्दा अलिकति ठुलो रूप, टेलीभन्दा सानो रूप है, त्यसको लागि हो। र एकै खालका एकै प्रकारका कुराहरू। अब विशेष गरेर यो चाहिँ स्कुलको म्याडमहरूलाई, जस्तै तपाईँ चाहिँ प्रशासनमा काम गर्नुहुन्छ स्कुल क्याम्पस हो भने प्रशासनलाई चाहिँ अत्याधिकै आवश्यक पर्छ, अथवा त्यो संस्था चलाउने रिसेप्सनिस्टहरू आवश्यक पर्छ। र के चाहिँ यसमा भन्दा विशेष फरक म तपाईँलाई देखाउँदैछु। यहाँ सिरियल नम्बर हाल्नुहोस्, यहाँनिर धेरैवटा अप्सन आएको हुन्छ, यो अप्सनको बारेमा बुझ्नुपर्छ। टेक्स्ट भनेको अक्षर हो, के अरे टेक्स्ट छ भने अक्षर मात्रै हाल्न पाइन्छ। मेमो भनेको अक्षर र नम्बर हाल्न पाइन्छ। के पाइन्छ अरे अक्षर र नम्बर हाल्न पाइन्छ। नम्बर भनेको नम्बर मात्रै हाल्न पाइन्छ। अनि डेट एन्ड टाइम भनेको मिति हाल्न पाइन्छ। करेन्सी भनेको पैसाको कारोबार हो, के अरे रुपियाँको कारोबार हुँदा करेन्सी राख्नु पर्यो। त्यसरी अटो नम्बर भनेको आफै 1 2 3 4 आओस् भनेको अटो नम्बर भनेको। त्यसरी तपाईँ यस नो भन्ने हामी यो गर्दैनौँ, हाइपरलिङ्क जस्तै हो। अब ओल अब्जेक्ट भनेको लिङ्क गर्ने हो, हाइपरलिङ्क ओल अब्जेक्ट लगभग उस्तै। हामी ओल अब्जेक्ट भनेको चाहिँ लिङ्क गर्ने, अर्को फाइलबाट तानेर ल्याउने। एट्याचमेन्ट पनि सेम त यो हाइपरलिङ्क जस्तै ठुलो फाइल एट्याच गर्छ। लुकअप विजार्ड, अब हामीले लुकअप विजार्ड एट्याचमेन्ट हाइपरलिङ्क हेर्नु पर्दैन, यस नो हेर्नु पर्दैन। हामीले हेर्ने ओल अब्जेक्ट एउटा अटो, अनि त्यसरी अटो नम्बर, त्यसरी करेन्सी, डेट एन्ड टाइम, नम्बर, यसरी हेर्दै जान्छौँ। अब एसएलमा हामी के राख्ने नम्बर राख्ने, कि अटो नम्बर राख्ने होइन। सिरियल नम्बर भनेको अटो नम्बर आओस् भने ट्याब हाल्ने। त्यसरी अब हेरौँ यहाँ नेम अथवा स्टुडेन्ट नेम, डाइरेक्ट स्टुडेन्ट नेममा टेक्स्ट राख्ने होइन। एड्रेसमा के राख्छौँ मेमो राख्छौँ, नम्बर र अक्षर राख्नुपर्छ नि त। अनि जोइन डेटमा डेट एन्ड टाइम राख्ने। त्यस पछाडि कोर्समा फेरि टेक्स्ट राख्ने। ड्युरेसनमा मेमो राख्ने। अनि टोटल फीमा करेन्सी राख्ने। पेडमा पनि करेन्सी राख्ने। ड्युमा पनि के राख्ने करेन्सी राख्ने। त्यसरी फोटोमा चाहिँ तपाईँको के राख्ने, फोटो छ भने चाहिँ ओल अब्जेक्ट राख्ने। के राख्ने अरे ओल अब्जेक्ट। यति गरेर यसलाई क्लोज गर्ने। यति गरिसकेपछि ड्युरेसन के राख्ने छ यहाँ माथि क्लोज होइन, यहाँनिर मेमो राख्ने छ। ड्युरेसन अवधि हो। टोटल फीमा फी भन्ने चाहिँ पैसाको कुरा भने करेन्सी। अब यहाँ डबल क्लिक गर्नुहोस् यसलाई, त्यहाँ क्लोज भएपछि के गरेँ डबल क्लिक गरेँ। अब यो अटो नम्बर राखेको हुनाले चाहिँ केही गर्नु पऱ्यो नि, ट्याब हान्नुहोस्। स्टुडेन्ट नेम ल के दियो भन्नुहोस् न तपाईँको नाम प्रेम ल प्रेम BEUBA देऊ। म त वा डब्लु को राखेको रहेछु। एड्रेस तपाईँको पाल्पा के अरे एड्रेस महेन्द्रनगर उल्लाबारी सेकेन्ड बराजी। ए महेन्द्रनगर राखौँ न, यही राख्दैन घरमा सेकेन्ड उल्लाबारी। तपाईँ पूर्वकै भइसक्नुभयो 7 भोटर कार्ड ल्याउन मात्रै बाँकी ए त जिराइहाल्नु। अब यहाँनिर जाने हेर्नुहोस्। छ। अब यो जोइन डेट आजकै डेट छान्नु नि, यसरी ट्याक्क आयो। त्यसरी करेन्सीमा जाउँ। करेन्सी भनेको पैसा होइन। ए कोर्स रहेछ, मैले करेन्सी देखेँ। हामीले अपरेटर। अब ड्युरेसन यो कति महिनाको छ 2 मन्थ कतिको छ अरे। त्यसरी टोटल फी हामीले लाग्ने चाहिँ यसको कति हो भन्दाखेरि
₹35,000 रुपियाँ लाग्ने फी हो है यो अहिले मैले पढाएको जति छ कति मोट पढेछ पेड तपाईँ कति तिर्नुभएको छ भन्दा पेड लाग्ने तपाईँले के लाग्ने नगरले दिन्छ पेड चाहिँ तपाईँले मानेनौ 15,000 मात्रै तिर्नु पर्यो ड्यू भनेको ब्याङ्क तर अब होल्दै फोटो पनि अहिले छैन र अब सबैको ब्याङ्क एकैचोटि निस्किन्छ एउटा फर्म हाल्यो भने सबैको ब्याङ्क निस्किन्छ र दोस्रो नम्बर हामी भरे हान्दा नि हुन्छ दाइ भरे आफै हान्दा आफै हुन्छ अहिले हान्दा नि हुन्छ भइरहेको हुन्छ आशै तान्छ भोलि अर्को विद्यार्थीले भोलि हान्दा नि यो फर्म हालिराख्नु परेन मोबाइलले चेकिहाल्छ अब यसलाई के गर्ने क्लोज गर्ने के गर्ने अरे क्लोज गर्ने त्यसरी तपाईँको कहाँनिर जाने भन्दाखेरि क्रेडमा जाने क्रेडमा गएर क्युरी डिजाइनमा जाने केमा जाने अरे क्युरी विजार्ड र क्युरी डिजाइन छ क्युरी डिजाइनमा जाने है टेबल 1 लाई एड गर्ने के गर्ने अरे टेबल 1 लाई एड गर्ने क्लोज गर्ने अब यसलाई डबल क्लिक गर्ने यहाँ डबल क्लिक गरेर सट्टै तान्दिने तान्यो तानिसकेपछि यतातिर सार्दै जाने अब हामीले निकाल्न बाँकी जम्मा एउटा हो ड्यू के निकाल्ने अरे ड्यू अब यहाँनिर हेर्नुहोस् पहिले यहाँ एउटा यसरी सिलेक्ट गर्ने होइन एकचोटि मात्रै क्लिक गर्ने क्लिक भएपछि राइट माउस क्लिक गर्ने बिल्डमा जाने बिल्डमा गएपछि अब यहाँनिर हामीले के टाइप गरेका छौँ स्पेलिङ मिस्टेक हुनु हुँदैन त्यस कारण टेबलमा गएर टेबल 1 मा क्लिक गरेपछि हामीले टाइप गरेको कुरा आउँछ अनि फेरि यहाँ क्लिक गरेर यसमा इक्वल टु लाग्दैन is2 लाग्छ के लाग्छ अरे is2 ब्राकेट ओपन अब त्यहाँ TOTAL टोटल FEV यहाँनिर हेर्नुहोस् जे टाइप गरेको छ त्यही लेख्ने ब्राकेट बन्द फेरि माइनस फेरि ब्राकेट ओपन तिरेको पैसा PAID पेड फेरि ब्राकेट बन्द यति गरेर ओके गर्ने यति गरेर ओके गरिसकेपछि डाइरेक्ट रनमा जाने के गर्ने अरे रनमा जाने रनमा गइसकेपछि यहाँ राइट माउस क्लिक गर्ने इन्सर्ट अब्जेक्ट जाने के गर्ने अरे इन्सर्ट अब्जेक्ट गरेपछि माइक्रोसफ्ट वर्ड डकुमेन्ट हेर्नुहोस् यहाँ के गर्ने अरे वर्ड डकुमेन्ट यहाँ छ है माइक्रोसफ्ट अफिस वर्ड डकुमेन्टमा क्लिक गर्ने त्यहाँनिर गइसकेपछि फोटो अब इन्सर्ट गरेपछि एउटा पिक्चरमा जानुहोस् देउवा सरको फोटो निकाल्नुहोस् यो देउवा सरको फोटो कोही कुन हो सर्च गर्नु पर्यो नि त होइन अब फोटो राख्नु कुनै केही फोटो छ कि हेरौँ यहाँ यही आएर देउवा सरको फोटो चाहिँ सुकी होस् होइन केही पनि त रहेनछ अनि होइन बिहान टेक्स गरेर ए रहेछ ओहो के मात्रै ल आयो होइन बिहान टेक्स गरेपछि आयो है अब यसलाई क्लोज गरिदिनुहोस् डाइरेक्ट माथि के गरिदिने अरे क्लोज गरिदिने अब त्यस्तै तपाईँको अब यहीँदेखि तपाईँको अब यति गरेर यसलाई मैले चाहिँ क्लोज गरेँ यस गरेँ ओके गरेँ Q1 आयो यो Q1 हेर्नुहोस् देउवा सरको फोटो सहित आएको हुन्छ अब यहाँ मैले दोस्रो नम्बरको राखेँ ल म्याडमको नाम भन्नु त SANGEY साङ्गे TAMNG तामाङ ल ओर्दारी कति पर्यो ओर्दारी 4 पर्यो ल तपाईँको डेट पनि कहिले आजै अब जोइन हुनुभयो भर्खरै अघि एकजना भएको छ अहिले अर्को आयो भने अब अपरेटरै भयो अरे अपरेटर कति मन्थ 2 मन्थ के गरेँ तपाईँको नि फी कति रहेछ 35,000 भयो होइन तपाईँले कति तिर्नुभयो 18,254 रुपियाँ तिर्नुभयो त्यस्तो पनि हुन्छ नि आउनु पर्यो नि त हिसाब चल्नु आफै आयो फोटो चाहिँ तान्नुपर्छ के चाहिँ तान्नुपर्छ अरे फोटो चाहिँ यहाँ राइट माउस क्लिक गर्ने इन्सर्ट अब्जेक्टमा जाने वर्ड डकुमेन्ट निकाल्ने के निकाल्ने अरे वर्ड डकुमेन्ट निकाल्ने ओके गर्ने ओके गरिसकेपछि इन्सर्टमा जाने यो किति बाहिरबाट पिक्चर निकालिदिउँ अलिक छिटो भेटाइछ नि त होइन अब म्याडमको चाहिँ यहाँ अलिक यसो हुँदो साथ हेरौँ कुन चाहिँ निकाल्दा राम्रो हुन्छ यहाँ कम्प्युटर सिक्दै गरेर ल अब यसलाई पनि यहाँ देखिएन भने के गर्ने भने त मैले बिहाइन्ड टेक्स्ट गरिदिने होइन यसलाई के गरिदिने बन्द गरिदिने ल यसरी फेरि तपाईँको ट्याब हाल्दै जाँदा हुन्छ अब यति भइसकेपछि फेरि क्रिएटमा गएर त्यो फोटो चाहिँ कहाँ देखिन्छ भन्दा फर्म डिजाइनमा गएपछि फोटो आयो है एकजना देउवा सरको आयो फेरि नेक्स्ट गरेपछि तपाईँको आउँछ अरूको भर्दै गरी यहाँ आउँछ पैसा आफै आउँदो रहेछ मिलेर एउटै फर्मुलाले सबैलाई काम गर्ने भएको हुनाले एक्सिस इम्पोर्टेन्ट छ एउटा यो भयो एक्सिस है यसलाई मैले अब बन्द गर्दै यो लेखामा धेरै उपयोग छ लेखा धेरै चाहिन्छ अब तपाईँले कारोबार किरानामा काम गर्नुहुन्छ भने यो भयो इन्स्टिट्युटको लागि अथवा स्कुलको लागि केको लागि स्कुलको लागि र इन्स्टिट्युट विद्यार्थीहरूको तपाईँको सबै क्लासको रेकर्डेसन राख्न सक्नुभयो है त्यहाँ चाहिने कुराहरू पढ्नु यो फी नराख्ने थियो किनभने फी राख्दा नि हुन्छ विद्यार्थी फी तिर्छन् भने नपरेन अब यहाँ फादर्स नेम राख्न सक्यो त्यहाँ नम्बर राख्न सक्यो हजुर ड्युमा रहन्छ नि त
के भन्नुभयो सरले आधी चाहिँ तिरो क्या पैसा आधी तिरो अनि बिउमा आइसकेपछि त्यही भएर फर्मुला हाल्ने त उसले कति मात्रै तिर्यो यहाँ तिर्नु पर्यो 35,000 तिर्यो बुझ्नुभयो होइन सर 18,254 तिर्यो बाँकी तिर्यो आधी आउँछ मैले 20 र फेरि यसको आधी मात्रै तिर्यो भन्ने हुँदैन यसको आधी मात्रै तिर्दा अर्को नि कोलम बनाउनु पर्छ त्यतातिर नजाऊ अर्को 2 किस्तामा सक्ने भन्ने हिसाब हो यो ए 4 किस्तामा भन्नु चाहिँ सुरुमै 4 वटा बनाउनु चाडा बनाउनु पर्छ त्यसपछि है अब यसलाई हामीले के गरे क्लोज गरे है त फेरि यहाँ फाइलमा गएर मैले यसलाई न्यू गरेँ न्यू गरिसकेपछि ब्ल्याङ्क डाटाबेसमा गएँ अब फेरि यहाँनिर राजगुरा गएँ 1 भएर क्रिएट गर्ने अर्को भन्ने फेरि अर्को अब अर्कोलाई फेरि कहाँ जाने अरे डिजाइन भ्यूमा जाने डिजाइन अब यो चाहिँ के को लागि व्यापारीको लागि के को लागि अरे व्यापारीको लागि अब यहाँनिर आइटम्स डाइरेक्ट अथवा चाहिँ डेट डेट कुन डेटमा किनेको भन्ने हुन्छ होइन अब डेटमा तपाईँको डेट एन्ड टाइम छान्ने त्यसबाट तपाईँको डेट सुरुमा बिलमा के आयो डेट आयो अब आइटम्स के आयो अरे आइटम्स के हुन्छ नाम हुन्छ हुँदैन टेक्स्ट हो त्यसरी क्वान्टिटी के हुन्छ नम्बर हुन्छ के हुन्छ नम्बर अब रेट के हुन्छ करेन्सी पैसा हैन अमाउन्ट के हुन्छ करेन्सी डिस्काउन्ट के हुन्छ करेन्सी हुन्छ सर यो त एउटा कारोबार एप्स भन्ने छ नि त्यो सबै यसरी त बनाएको होला है होला त्यो के बनाएको त्यो त नजुम यो चाहिँ के गर्दै छु न नेट अमाउन्ट पनि के हो त करेन्सी यति हो डिस्काउन्ट पनि आयो अब भ्याट जोड्नु छ नि भ्याट पनि राख्न सक्छु भ्याट पनि राखे भ्याट पनि करेन्सीमा पर्यो फेरि यसमा के पर्यो अब टोटल अमाउन्ट टोटल अमाउन्ट तपाईँको के भयो करेन्सी र यति गरिसकेपछि तपाईँको यसलाई क्लोज गरिदिने यस गरिदिने टेबल बनाउनु क्लिक गर्ने हेर्नुहोस् है एउटा फर्मुला गऱ्यो भने डेट सुरुमै डेट छान्दिने त 1 गतेको डेट राखिदिने आइटममा के किन्यौँ ऱ्याम क्वान्टिटी कति पिस किन्यौँ 78 रेट कति पर्यो एउटा ऱ्यामको दाम 3500 रुपियाँ अरे एमाउन्ट होइन अब एमाउन्ट थाहा छ डिस्काउन्ट थाहा छ नेट एमाउन्ट थाहा छ भ्याट थाहा छ टोटल एमाउन्ट थाहा छ केही पनि थाहा छैन छोडिदिउँ अब यसरी नि तपाईँको अरू डेट भएर राख्दा नि हुन्छ एउटा हिसाब मिलाइसकेपछि भयो क्या फर्मुला हाल्नलाई पेटमा जाने क्युरी डिजाइनमा जाने कहाँ जाने अरे क्युरी डिजाइन यो टेबल 1लाई एड गरेँ अब हामी यहाँनिर चाहिँ झुकिन सक्छौँ यो टाइटलमा डबल क्लिक गरेर यहाँ राख्ने कुरा नआउन सक्छ डबल क्लिक गरेपछि सेलेक्ट हुन्छ हेर्नुहोस् है यहाँ डबल क्लिक गरेर सेलेक्ट हुन्छ यसलाई थिचेर यहाँ छोड्ने आएन नि कहिले कहाँ आउँदैन यसरी थिचेको ल्याएर कहाँ छोड्ने अरे यसमा छोड्ने त्यहाँ छोडिसकेपछि अब रेटसम्म त थाहा अब एमाउन्ट चाहियो हामीलाई के चाहियो एमाउन्टमा पहिले के गरेन त मैले यसरी राइट सिरी गर्ने बिल्डमा जाने अब हामीले हानेको यो टेबल 1 भन्ने टपिक्सको मिस्टेक हुन्छ कि हामी सिफ्ट थिचेर इस्टु थिच्ने क्वान्टिटी इन्टु रेट गर्ने क्वान्टिटीको स्पेलिङ के छ QTY भनिसके जति सक्दो सर्टकट गरेको राम्रो हुँदो रहेछ नि त अब इन्टु भनेको यसमा स्टारको चिन्ह हो फेरि ब्राकेट ओपन रेट भनेको के छ यसमा RATE रेट त्यही छ स्पेलिङ चाहिँ मिस्टेक हुँदैन है ओके गर्ने क्वान्टिटी इन्टु रेट भयो अब डिस्काउन्टमा के छ फेरि यहीँ जाने हैन डिस्काउन्ट एमाउन्टको कति पर्सेन्ट डिस्काउन्ट दिने सबैलाई एउटा डिस्काउन्ट हुन्छ अब एमाउन्ट के छ AMOUNT एमाउन्ट ब्राकेट बन्द को भनेको इन्टु कति पर्सेन्ट दिने अब 10% त लार्ज हो नि त 7% दिउँ कति पर्सेन्ट दिउँ 7 भागा 100 के हुन्छ अब यसमा चाहिँ प्रतिशत हाल्न पाइँदैन 100 नै हाल्नुपर्छ ल ओके गर्ने त्यसबाट तपाईँको नेट एमाउन्टमा जाउँ केमा जाउँ अरे नेट एमाउन्ट यहाँनिर जाने त्यसबाट यसमा ट्याग क्लिक गर्ने अब यहाँ नेट एमाउन्टमा के हुन्छ इस्टु हाने ब्राकेट ओपन नेट एमाउन्ट भनेको AMOUNT एमाउन्ट माइनस फेरि के गरेको थियो अहिले डिस्काउन्ट निकालेको थियो नि त DIS एमाउन्ट माइनस डिस्काउन्ट गऱ्यो भने के आयो नेट एमाउन्ट आयो नेट एमाउन्ट पछाडि अर्को के छ भ्याट चाहिँ डिस्काउन्ट घटेपछिकोमा भ्याट लाग्ने हो नि त केमा लाग्छ अरे डिस्काउन्ट घटेपछिकोमा लाग्छ अब यता फेरि इस्टु थिच्यौँ होइन ब्राकेट ओपन गऱ्यौँ
अब यहाँनिर के छ NET नेट स्पेस AMOUNT त्यहाँ जे स्पेलिङ छ जस्तो छ त्यस्तै हाल्नुपर्छ है यसमा चाहिँ मिस्टेक गर्नु पाइँदैन एमाउन्टको नेट एमाउन्टको कति पर्सेन्ट अरे 13/100 13% चाहिँ के हो त भ्याट सधैँ 13% हुन्छ अनि टोटल एमाउन्ट के छ अरे अर्को टोटल एमाउन्टमा चाहिँ फेरि यहाँनिर जाने यसमा गइसकेपछि फेरि यहाँनिर के गर्ने इज2 थिच्ने ब्राकेट ओपन गर्ने हैन त्यसरी अब यहाँ NET नेट AMOUNT एमाउन्ट ब्राकेट बन्द यसलाई प्लस गर्ने के गर्ने अरे प्लस गर्ने VAT भ्याट गर्ने ब्राकेट बन्द गर्ने ओके गर्ने अब के गर्ने ओके गर्ने यति गरिसकेपछि डाइरेक्ट रनमा जाने केमा जाने आयो सबै अब म दोस्रोमा गएँ दोस्रो डेट 2 गतेको हामीले अर्को किबोर्ड किन्यौँ अरे के किन्यौँ अरे हेर्नुहोस् है आफै आउँछ अब एकचोटि फर्म आएपछि सधैँलाई भयो यो किबोर्ड कति पिस किन्यौँ ल यति पिस किनेछौँ एउटा किबोर्डको दाम कति हो 652 रुपियाँ अरे ल सबै आयो पुरै डलर आउँदो रहेछ यो त डलरमा देखाउँछ अब अमेरिकाले बनाएको सब्जीहरू यसलाई चेन्ज गर्यौँ भनेपछि यहाँबाट चेन्ज गर्दा तर हिसाब बिग्रिन्छ नगर्नु